नमस्ते। हामीहरूले अहिलेदेखि नै आसक्ति त्याग्यो भने मर्दाखेरि धेरै सजिलो हुन्छ र बाँचुन्जेल पनि हाम्रो जीवन धेरै नै सजिलो बन्छ। यसको लागि तपाईहरूले कुनै गुरुबाट अभिषेकहरू लिनुपर्ने हुँदैन, आगम पनि चाहिँदैन। तपाईहरूले यसरी ध्यान गर्न सक्नुहुन्छ। आनन्दले ध्यानको आसनमा बस्नुहोस् र तपाईको शिरमाथि तपाईले अमिताभ बुद्ध सम्झिन सक्नुहुन्छ। अमिताभ बुद्ध मैले फोटो हालिरहेको छु, त्यसमा हेर्नुहोस्। यो अमिताभ बुद्धलाई तपाईले आफ्नो शिरमाथि राख्नुहोस्। अमिताभ बुद्ध सक्यो भने बुद्ध जस्तै एउटा बुद्ध हुनुहुन्छ, उहाँलाई शिरमाथि राख्नुहोस् र भावना गर्नुहोस् तपाईँ नै मेरो गुरु हुनुहुन्छ, तपाईँ बुद्ध हुनुहुन्छ, तपाईँ नै धर्म हुनुहुन्छ, तपाईँ नै सङ्घ हुनुहुन्छ। म केही जान्दिनँ। हे अमिताभ बुद्ध, म मेरो यो शरीर तपाईलाई चढाउँछु। म मेरो शरीर तपाईलाई चढाएको हुनाले मेरो शरीरमा हुने आसक्ति अब म गर्दिनँ, किनकि यो तपाईँको सम्पत्ति भइसक्यो। अब म मरे पनि बाँचे पनि तपाईँकै शरण। अमिताभ बुद्ध तपाईँकै शरण। त्यसपछि आफ्नो श्रीमती या श्रीमान चढाउनुहोस्। हे अमिताभ बुद्ध, तपाईँलाई मेरो श्रीमती वा मेरो श्रीमान तपाईँलाई चढाउँछु। यो चढाएकोले जसरी एउटा आफ्नो बच्चालाई टाढा जाने बेलामा आफन्तका छोड्दाखेरि ढुक्क हुन्छ, त्यसरी नै म मेरो श्रीमती वा मेरो श्रीमानलाई तपाईँलाई चढाउँछु। अब म अहिले मरे पनि, म अहिले मर्नु परे पनि म मर्न तयार छु, किनभने म ढुक्क छु कि अमिताभ बुद्ध तपाईँले मेरो श्रीमती वा मेरो श्रीमानलाई तपाईँले बाटो देखाइदिनु हुनेछ। जन्म जन्मान्तरसम्म तपाईँले सुगतिको बाटो, सुखमय बाटो तपाईँले सिकाइदिनु हुनुहुन्छ भन्ने मलाई पूर्ण विश्वास छ। म ढुक्क भएँ, म अहिले मरे पनि मर्न तयार छु। मेरो छोरा छोरी तपाईँलाई चढाउँछु। अब म ढुक्क भएँ, आज म मरे पनि म मर्न तयार छु, किनभने अब अमिताभ बुद्धले नै मेरो छोराछोरीलाई हेरिदिएपछि मलाई अब कसैको आसक्ति छैन, किनभने म अहिले मरिहाल्यो भने पनि अमिताभ बुद्धले जिम्मा लिनुभयो, उहाँले नै बाटो देखाइदिनु हुनेछ। मेरो धन सम्पत्ति जे छन् त्यो सबै म अमिताभ बुद्धलाई चढाउँछु। यो चढाएको हुनाले अब यो तपाईँको सम्पत्ति भयो। जे भए पनि अब तपाईँले नै हेरिदिनुहोस्। म ढुक्क भएँ, म आज मरे पनि मर्न तयार छु। म ढुक्क भएँ। त्यसपछि तपाईहरूले अनि आफ्नो शरीर खुट्टादेखि माथिसम्म प्रकाशमा लय गर्दै जानुहोस्। आफ्नो शरीर र मन दुइटै प्रकाशमा लय गरेर अमिताभ बुद्धको छातीमा लय भयो सम्झनुहोस्। आफू अमिताभ बुद्धमा लय भएको सम्झेर एकछिन त्यसमै बसिरहनुहोस्, त्यसमै रमेर बस्नुहोस्। यसरी तपाईहरूले अमिताभ बुद्धमा आफूलाई लय गराएर, आफ्नो शरीर मनलाई लय गराएर सधैँभरि बस्न सक्नुहुन्छ भने टाइममा बिहान उठ्दा, सुत्ने बेलामा, दिउँसो यसरी अमिताभ बुद्धलाई सम्झेर उहाँलाई बुद्ध धर्मसँग उहाँ नै गुरु हो भन्ने मानेर आफ्नो शरीर, सम्पत्ति, छोराछोरी, श्रीमान श्रीमती चढायो भने बिस्तारै आसक्ति पनि कम हुन्छ। र तपाईँ के गर्दै हुनुहुन्छ? तपाईँ सुखमय अवस्थामा हुनुहुन्छ अब चाहिँ। किन भन्दाखेरि तपाईँले अहिलेदेखि नै श्रीमती, श्रीमान, सम्पत्ति, पैसाहरूमा तपाईँले अहिलेदेखि नै के गर्दै हुनुहुन्छ? आसक्ति त्याग्नु भइरहेको छ। त्यो भगवानले तपाईँले मृत्युलाई पनि तपाईँले स्वीकार्नु भइसक्यो। त्यसकारण अब हर पल तपाईँ मर्न तयार हुनुहुन्छ।
ठिकै छ, म मर्न पनि तयार छु, तर मैले अमिताभ बुद्धलाई सबै चढाइसकेको हुनाले मलाई कुनै पनि पश्चाताप छैन, मलाई कुनै पनि डर छैन। म आफूलाई अमिताभ बुद्धमा समर्पण गरिसकेँ। त्यस्तो व्यक्तिहरू यदि छन् भने के हुन्छ थाहा छ तपाईँहरूलाई? त्यो व्यक्तिले आफ्नो मृत्यु पनि स्वीकारिसकेको हुनाले, किनभने हामी कुनै पनि बेला मर्न सक्छौँ नि त, कुनै पनि बेला मर्न सक्ने भएको हुनाले हामीले आफ्नो मृत्युलाई अहिलेदेखि नै स्वीकार्यो भने त्यो मान्छे अब एकदमै खुसी हुन्छ, वास्तवमा होसपूर्वक बाँच्न सक्छ। किन म मर्न तयार छु, किनकि मैले अमिताभ बुद्धलाई मैले आफूलाई चढाइसकेँ, सबै चढाइसकेँ, र उनी ढुक्क भएर बस्न सक्छ। र मैले आफूलाई अमिताभ बुद्धलाई चढाइसकेँ। आजदेखि म जति सक्छ म पुण्य कर्म गर्छु, आजदेखि जे जति हुन्छ म पुण्य कर्म गर्छु भनेर म अरूलाई हित गर्न नसके पनि म कसैलाई दुःख दिन्न। कमसेकम भने म कसैलाई हित गर्न नसके पनि कसैलाई म दुःख दिन्न। म सबै प्राणीको हितको लागि बुद्ध बन्न सकोस् भनेर प्रार्थना गर्नुहोस्। यसरी तपाईँहरूले सधैँ अमिताभ बुद्धको प्रार्थना गर्नुहुन्छ भने अमिताभ बुद्धले भन्नुभएको छ, यदि कसैले मलाई मेरो नाम मात्र लिन्छ भन्दाखेरि पनि म एउटा सुखावतीमा लान्छु भन्नुभएको छ। मर्ने बेलामा मलाई सम्झेर मर्नेलाई पनि अमिताभ बुद्धको भुवनमा सुखावतीमा लान्छु भनेर भन्नुभएको छ। त्यस कारण जो व्यक्तिले दिनका दिन नवरुन्जेलसम्म अमिताभ बुद्धलाई सम्झेर उहाँमा लीन भएर प्रार्थना गर्छ, भावना गर्छ भने त्यो मान्छेलाई झन् कति राम्रो होला। त्यसकारण तपाईँ सुखावती पुग्नुभयो भने धेरै राम्रो फाइदा छ। सुखावतीमा गइसकेपछि मर्नु पर्दैन, रोगी हुनु पर्दैन, फेरि बार अहिले जस्तो जमिनु पर्दैन, आफन्तसँग छुट्नुपर्ने, मन नपर्नेसँग भेट्नुपर्ने, आफूले चाहेको सबै कुरा पुरा नहुने यस्ता दुःखहरू अमिताभ बुद्धको भुवन सुखावतीमा हुँदैन। त्यसकारण सुखावतीमा जन्मियो भने अमिताभ बुद्धबाट जबसम्म तपाईँ संसारबाट तर्दैन तबसम्म तपाईँ त्यहाँ अमिताभ बुद्धबाट नै तपाईँले ज्ञान प्राप्त गर्न सक्नुहुन्छ। त्यस्तो विशिष्ट ज्ञान, त्यस्तो विशिष्ट अवसर तपाईँले पाउनुहुन्छ। र यो चाहिँ यसरी तपाईँले ध्यान गर्यो भने पनि धेरै फाइदा हो। र बेला बेलामा काठमाडौँमा अथवा कुनै देशमा तपाईँ जहाँ हुनुहुन्छ अमिताभ बुद्धको अभिषेकहरू पायो भने त झन् सुन्न सुगन्ध धेरै राम्रो हुन्छ है। र तपाईँहरूले जति सक्छ अमिताभ बुद्धलाई प्रार्थना गर्न सम्झनुहोस्, यो धेरै लाभदायक छ। धन्यवाद।